भोजपुरमा पनि सरकारी फौज र काङ्ग्रेसी सङ्घर्षकर्ता बीच सङ्घर्ष भयो। यति बेलाको सशस्त्र सङ्घर्ष रामेछाप, दोलखा, पाल्पा, गुल्मी, स्याङ्जा, बझाङ, सुर्खेत, दैले, कालीकोट, बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर, भैरव, तराईको विभिन्न जिल्ला लगायत प्राय सबै स्थानमा राजा महेन्द्रको एकदलीय तानाशाही शासनका विरुद्ध नेपाली काङ्ग्रेसले सशस्त्र आन्दोलन गर्यो। राजा विरुद्ध देशव्यापी आन्दोलन भए, जुलुस निस्किए। राजाले राज्यको पुरै शक्ति प्रयोग गरेर प्रजातन्त्र पक्षधरलाई दबाउँदै गए। चितवन, मकनपुर, बारा, पर्सा, रौतहट, सर्लाही लगायत जिल्लामा पनि पञ्चायत विरुद्ध सङ्घर्ष भयो। सैनिक फौज र प्रहरी दुवैलाई प्रयोग गरेर राजाले काङ्ग्रेसका क्रान्तिकारीलाई कमजोर बनाउँदै गए। यसरी राजा महेन्द्रले राज्यको पुरै शक्ति प्रयोग गरेर पञ्चायती व्यवस्थाको जरा विस्तार गर्दै लगे। प्रजातन्त्र पक्षधर कयौँले राजा महेन्द्रले हत्या नै गरे, अर्थात् कयौँले प्रजातन्त्रका लागि बलिदान दिए। यसरी राजा महेन्द्रले बलजफ्ती शासन आफ्नो हातमा लिएर मुलुकलाई प्रजातन्त्रको उज्यालोबाट एकदलीय निरङ्कुश शासनको युगमा पुर्याए। नेपाली काङ्ग्रेसको नेतृत्वमा निकै लामो सङ्घर्षबाट प्राप्त भएको प्रजातन्त्रलाई निमुठेर पुनः उही निरङ्कुश शासनको अभ्यास गरे। राजा महेन्द्रको महत्त्वाकांक्षाले मुलुकमा प्रजातन्त्रले गति लिन सकेन। 1 वर्ष 2 वर्ष गर्दै पञ्चायतले 29 वर्ष शासन गर्यो। 2046 चैतसम्म शासन गरेको पञ्चायतले देशमा विकासको पूर्वाधारको क्षेत्रमा केही महत्त्वपूर्ण काम त गर्यो, तर जुन रूपमा मुलुकले गति लिनुपर्ने हो लिन सकेन। प्रजातन्त्रले फल्न पाएको भए उत्तर दक्षिण छिमेकी देशले विकास गरेको प्रगति अनुसार मुलुकले गति लिन सक्थ्यो। धन्यवाद।